कृषि प्रधान देशमा सधैँ रासायनिक मलको अभाव। पटक पटक प्रधानमन्त्री फेरिन्छ, फेरि उही समस्या। तर प्रधानमन्त्री बनेको 17 दिन बित्न नपाउँदै बालेन शाहले नेपालमै आफ्नै मल कारखाना खोल्ने ऐतिहासिक घोषणा गरेका छन्। नेपालमै रासायनिक मल उत्पादन गर्ने विशाल योजना ल्याएका बालेन शाहले कारखाना खोल्ने प्रक्रिया समेत अगाडि बढाइसकेका छन्। यो निर्णयले नेपालभर कृषि पेशा गर्नेहरू कृषकहरूलाई निकै खुसी बनाएको छ। रासायनिक मल अभाव झेल्दै आएकोमा कृषकहरूले एकदमै सस्तो मूल्यमा नेपालमै बनेको गुणस्तरयुक्त मल प्रयोग गर्न पाउने भएका छन्। सरकारको मल कारखाना खोल्ने निर्णयले नेपालले कृषिमा आत्मनिर्भर बन्ने दिशामा ठूलो फर्को मार्ने संकेत देखिएको छ। निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने ऐतिहासिक प्रतिबद्धता सार्वजनिक भएको छ। लामो समयदेखि किसानले मल अभाव झेल्दै आएको अवस्थामा यो घोषणा निकै महत्त्वपूर्ण मानिएको छ। यदि योजना कार्यान्वयनमा गयो भने नेपालले विदेशबाट मल आयातमा निर्भरता घटाउने मात्र होइन, कृषि उत्पादनमा समेत ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ। बालेन शाहले देशमै उत्पादन गर्ने अवधारणालाई अघि बढाउँदै स्वदेशी स्रोत, प्रविधि र सहकार्यलाई प्राथमिकता दिएका छन्। बालेन शाहको यो पहलले नेपाललाई आत्मनिर्भर कृषितर्फ लैजाने नयाँ अध्यायको सुरु गरेको छ।